मान्याउँछु मैले चिया खान गयो कुनै होटलमा नास्ता खान गयो खालि राजनीति एमाले माओवादीलाई घोच्याउँछ माओवादीले काङ्ग्रेसलाई घोच्याउँछ काङ्ग्रेसले स्वतन्त्र पार्टीलाई घोच्याउँछ अर्काले घोच्याछन् कता कालो झन्डा भयो गरे कता के भयो गरे अब त काङ्ग्रेस आउँछ अरे तिम्रो जिन्दगी यो सुवानजेरीका भन्दा नि यो लोकन छोरा गएको छ कुरा काटाकाट अचम्म मान्याउँछु हाम्रा एउटा बोर्डले कति महत्त्व हुन्छ क्या मान्छेले एउटा बोर्डले जित्ने हो क्या एउटा बोर्ड हालेर अनि काठमाडौँ पठाइदियो काठमाडौँ पठाएर उनीहरूको आफ्ना छोराछोरी कहाँ पढ्छन् के लेख्छन् कसरी खाएछन् एकदम अनलाइन सिस्टम जे खाउँ त्यही भइहाल्छ उनीहरूको एकदम उनीहरूको भविष्य बुनियाउँछ भन्ने थाहा पाउँदैनौँ हामी गाउँका भेरै छौँ क्या उज्जारेपछि हाम्रा छोराछोरी लास्टमा उनीहरू जित्छन् र गइजान्छन् अनि गइसकेपछि हाम्रा छोराछोरीलाई कता छ दलाल अनि पैसा खाइदिने हो कि डुब्ने हो कतै फस्ने हो कि त्यहीमा अब ध्यान जाने होला अनि छोराछोरीलाई खाडी पठायो कतै दुःख पायो कि केही भयो कि कतै खाडीमा मारिदिनु कि भन्ने त्यो चिन्ता छैन खालि पार्टी भने आज घरमा चुने छानो कहिले टाल्ने उनीहरूका अनि जोइ छोराछोरीलाई कहाँ राख्ने कसरी राख्ने बच्चाबच्चीलाई कुन स्कुल पढाउने भने यिनीहरूको सोच छैन खालि त्यही पार्टी भने आज अनि त्यही जितेर गएको मान्छे वरिपरि एकदम बडीगार्ड लगाइन आउँछ एउटा तस्बिर खिच्न एउटा फोटो खिच्न पनि सेल्फी हान्न पनि अनुमति लाउनुपर्छ क्या अनुमति लाउनुपर्छ तिम्रो दिमाग खाल्डामा जाने कति सम्झाउँदैन घरतिर वास्ता नगर बारीतिर बाँझै राख अनि त्यही पार्टीतिर भन हल्ल्याउ अनि उनीका आफ्ना नजिकका मान्छेलाई सेटल गरिहाल्छन् अनि तिमीहरूका छोराछोरी अनि खाडी मुलुक बिल्चिया हान्ने पसिना बगाउने अनि भया घरबार पनि भत्किने स्वास्नी पहिलो गइदिने अनि यही पार्टीले गर्दा कतिका अब डिभोर्स हुन लाग्यो यही पार्टीले कतिका जोइ पहिलो जाने हुन् उज्जारेको चाहिँ बगालो सोच विचार पार्टी साटी गोली मार घर एकदम कताबाट ल्याउने हो साँझौ नुन कताबाट ल्याउने हो साँझौ छाक कसरी किस्ता तिर्ने हो बाइङ्गौ अनि कुन जग्गा फाल्ने हो कता जग्गा फाल्यो के गर्ने भन्ने त्यो सोच क्या बगालो कति गर्दा म चिया खाँदा यो पार्टीका कुरा सुनेर वाक्क भइजान्छ यार म चिया खान छोड्दै आइन्छ